हेलो साथीहरू, शुभ बिहानी, गुड मर्निङ तथा सबैलाई नमस्कार है। अहिले म के कुरा गर्न चाहन्छु भने एनपिएलको सिजन 1 प्लस सिजन 2 को एकचोटि हामीहरू यो टिम लिस्टहरू हेरौँ है। यसमा जो टिम गत साल विनर थियो त्यो आज लास्टमा छ। कर्णाली फोर्थमा थियो, त्यो पनि लास्टमा बाहिरिसक्यो। पोखरा पनि बाहिरिसक्यो। अहिले सुदूरपश्चिम टप 1मा थियो, अहिले पनि टप 1मै छ। विराटनगर पनि तलै थियो, लास्टै थियो, विराटनगर टप 2मा छ। काठमाडौँ पनि गत साल लास्टै थियो सायद, आज टप 3मा छ। लुम्बिनी पनि टप 4मा छ। तर कुरा कहाँनिर अड्कियो भने जो टिम गत साल विनिङ टिम थियो त्यो टिम यति बेला लास्टमा कसरी आयो? कि त्यसको पुरा हात जिमिनिसममा थियो? जसरी जिमिनिसम टिमबाट यदि जिमिनिसममा थियो भने जिमिनिसम मैले पोखरामा थिएँ, के भयो? त्यो पनि बाहिरिसक्यो टिम। तपाईहरु आफ्नो भनाइ के भन्न चाहनुहुन्छ त कमेन्टमा अवश्य गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गरेर